Hello everyone, welcome to Next Gen Teach class. Today we are going to explain about transposition cipher. Transposition cipher is an encryption technique where the original letters of the message are rearranged to hide the message. सो ट्रान्सपोजिसन साइफर भनेको चाहिँ एउटा यस्तो यो प्रविधि हो जसमा चाहिँ हामीले अक्षरहरू चाहिँ परिवर्तन गर्दैनौँ तर तिनीहरूको पोजिसन चाहिँ हामीले चेन्ज गर्छौँ अनि हामीले त्यसबाट साइफर टेक्स्ट चाहिँ निकाल्ने काम गर्छौँ। सो हाम्रो इक्जाममा चाहिँ कस्तो क्वेसन सोध्छ भने चाहिँ प्लेन टेक्स्ट एउटा हामीलाई दिन्छ गिभन हुन्छ जस्तै यहाँ चाहिँ हेलो वर्ल्ड छ अनि डेफ दिन्छ र साइफर टेक्स्ट के हो भनेर सोध्छ। सो यहाँ हामीले के गरे हाम्रो चाहिँ यहाँ यो डेफ 3 भनेबाट चाहिँ हामीले के भयो त्यहाँ डेफ 3 भने त्यही भएर डेफ 1 डेफ 2 डेफ 3 सो तीनटा हामीले कोठा बनायौँ। डेफ 3 भने यदि डेफ 2 भने चाहिँ दुईटा बनाउँथ्यौँ फेरि है डेफ 3 भने सो एउटा दुईटा तीनटा यसरी बनायौँ। अब राख्ने कसरी त राख्ने चाहिँ कसरी भन्दाखेरि हामीसँग चाहिँ हेलो वर्ल्ड छ त्यसो भए सबभन्दा पहिला हामीले के गर्यौँ एच सुरुको फर्स्टमा राख्यौँ एच अनि यो लाइनमा नराख्ने सेकेन्ड लाइनमा के गर्ने ई छ सो सेकेन्ड लाइनको त्यसको सिधा नराख्ने तलपट्टि ई भनेर राख्ने है। अनि अर्को के छ एल छ अब एल के गर्ने एल त्यसको सिधा नराख्ने यतापट्टिको तलपट्टि ल्याएर एल राख्ने फेरि अर्को के गर्ने फेरि एल त्यसरी नै राख्ने अनि फेरि ओ पनि त्यसरी नै राख्ने फेरि डब्लु अनि ओआरएलडी है। के गर्ने भन्दा फर्स्टको फर्स्ट राख्ने सेकेन्डको सेकेन्ड थर्डको थर्ड हो त्यसरी नै अनि फेरि जुन फ्लोमा आयो त्यही फ्लोमा जान्छ। अब हेर्ने कसरी त हेर्दाखेरि रो हेर्ने सिधा एचओएल आयो सो तल पनि हाम्रो एचओएल आयो फेरि सेकेन्ड रोमा के छ है इएलडब्लुआरडी छ थर्ड रो एलओ छ। अब हाम्रो तल के आयो तल हाम्रो HELELWRDLO नै आयो सो रो हेर्ने रो सिधा रो हेर्ने यसरी हाम्रो के भन्छ यसलाई ट्रान्सपोजिसन साइफर भनेर भन्छ। त्यसो भए ट्रान्सपोजिसन साइफरमा के भयो ट्रान्सपोजिसन साइफरमा चाहिँ हामीले क्यारेक्टरहरू अक्षरहरूलाई चाहिँ चेन्ज चाहिँ गर्दैनौँ तर यसको पोजिसन चाहिँ अदला बदला गरेर चाहिँ हामीले ट्रान्सपोजिसन साइफर बनाउने काम गर्छौँ जसमा चाहिँ डेफ अनुसार हामीले रो हेरेर साइफर टेक्स्ट निकाल्ने गर्छौँ। सो आजलाई यति नै भिडियो मन पऱ्यो भने प्लिज लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि यदि केही बुझिएन भने कमेन्ट गर्नु त कमेन्ट बक्स छँदैछ। थ्याङ्क यू सो मच प्लिज भिडियो मन पऱ्यो भने सब्सक्राइब गर्न नबिर्सिनु होला।